हेलो एन्ड नमस्ते एभ्रिवान। आज चाहिँ म घुम्न जाँदैछु, तपाईँलाई वेलकम छ मेरो च्यानलमा। अनि म नेपालबाट स्विडेन आएको चाहिँ लगभग 3 महिना भइसक्यो। अनि म रेयरली होइन, म 3 चोटि मात्र बाहिर गएको छु क्या। त्योभन्दा बढी म बाहिर अरू ठाउँमा घुम्दै गएको छुइनँ, कतै पनि गएको छैन। पानी परेर चाहिँ घाम पानी सालको बे भइरहेछ। सो आज चाहिँ मैले डिसाइड गरेँ जस्तै पानी परे पनि जेसुकै भए पनि, राम्रो मौसम भयो नराम्रो मौसम भए पनि म घुम्न जान्छु। सो अब अहिले 10-15 को गाडी छ, गाडी होइन, त्यही पनि छाता चाहिँ बोकेको छु। यहाँ खासै छाता त काम छैन, पानी पऱ्यो पनि हावा लाग्छ, त्यही नि होइन। एटलिस्ट हुँदै नहुनुभन्दा त भएको राम्रो भनेर। वेटिङ फर द बस आउँदैछ होला। गाम भने यस्तो छ। Använd bältet för din och andras säkerhet. म चाहिँ बस स्टप आइसकेँ। यसरी यो नम्बर वाइज छ क्या, अनि त्यो अनुसार नै बस जान्छ। आज चाहिँ हामी यो जान लागेको भएर 7 नम्बरको प्लेटफर्ममा हो। अहिले टाइम भएन, अझै टाइम छ आधी घन्टा। वेटिङ फर माई फ्रेन्ड। यो चाहिँ हाम्रो फर्स्ट स्टेसन भन्नाले फर्स्ट प्लेस घुम्न लागेको यो पार्क होइन, यो सिटी टाउन पार्क। ओइ चाहिँ के लेखेको हो थाहा छैन। यो रुख काटेको छ, ठुलो यस्तो राखेको छ। ओहो, यसको मिनिङ त केही न केही त होला यार। विच क्राफ्ट चाहिँ नहोस्, समथिङ केही न केही चाहिँ छ। सो यो चाहिँ यो सिटी पार्क हो। अनि पछि यता चाहिँ बच्चाहरूको लागि नामी खेल्ने ठाउँ रहेछ। आज सन्डे भएको भएर धेरैजना छ। र योको सबैभन्दा राम्रो कुरा यो रहेछ। लास राम्रो छ यो ठाउँ। फ्रिज हुन्छ होला नि यो सबै होला भनेको, आई डोन्ट नो। यो चाहिँ सेकेन्ड स्पट हो, चर्च। मलाई त फेरि फुल यस्तो मनपर्छ। यहाँ मैले फर्स्ट टाइम फुल देखाएँ भने यही हो है फेरि। Wait a minute. Who are you? आनन्द ओए के साह्रो त। ल म दाँतले तान्नु पर्ला। कस्तो साह्रो। हो र बोर्डको लागि फेमस ठाउँ। यो ठाउँ चाहिँ खोप्दे नजिक बस्नेहरूको लागि चाहिँ एकदमै घुम्ने ठाउँ। हजुर हो। जब छ भन्नु पाएन हुन्थ्यो। भन्ने आँटी आउँदैन मेरो। नेपालमा पनि छ नि धनी।
होइन क्या यिनीहरूसँग आफ्नै यस्तो हेर न यस्तो यो के भन्छ यसलाई याद के भन्छ हेर न यस्तोहरू आफ्नै पर्छ अघि यत्रै बोकेर गइरहेको थियो क्या गाडीमा त्यहाँ कति छ खप्दैमा पनि मान्छेहरू पुरा गाडीमा यस्तोमा ट्रेन हो जम्मा 6 लाख पर्छ रे यो हो र सस्तो के है नेपालमा भयो कति महँगो यसमा हेर न त्यो यो मैले त्यो मुभीहरूमा देखाएको छ यो हुन त म त मुभीमै आइरहेको जस्तो लागिरहेको कस्तो उयो जस्तो टल्केको त्यो मयूर जस्तो के है बल त बलै हो झुन्डा राखेको बल हो यसले के गर्छ चाहिँ गर्न चाहिँ यसैको लागि आयो हामी ए मैले त्यही घरको बाटो रोकाइदिए स्टोरी बल्छी खोला फुलहरू रहेछ होइन त्यो सारिदिन्छ त भनेको क्या गाडी ल्याएर हेल्प त गरिदिन्छ उसले भन्यो भने त्यसो फुल चाहिँ मनपर्छ कि उयो फुलहरू फुलै फुलेको चाहिँ म त यस्तो नि मनपर्छ जस्तो लानु पर्दैन जस्तो लाग्छ मलाई पनि यहाँ हो तर है कस्तो राम्रो हो उयो त्यो ठाउँ चाहिँ राम्रो रहेछ है खासमा बस्नुलाई घुम्नुलाई चाहिँ गोदावरी फुल कस्तो अर्कै छ यहाँको गोदावरी ओए तिम्रोमा बन्द रहेछ खोलियो मेरो साथ त गयो यत्रो ढोका खोल्दाखेरि पाइ बनाउँछ हौ यिनीहरूले त यस्तो मैले चक्लेट चाहिँ भिडियोहरूमा देखेको थिएँ कि हल्नुलाई चाहिँ फर्स्ट एका कम्फिन पनि 90 रुपियाँ छ हौ चक्लेट लिए 10 को 3टा बेलुकाको त त्यो धेरै युज टु नभएर होला क्या बसिरहेको 81 हप्ता भयो अनि ओके ट्रिप सके अब हामी जान्छौँ खोप्दै गरेको होइन राम्रो लास्ट म्यानेजर चाहिँ कहिले हुँदैन भनेको अनि मलाई चाहिँ हुन्छ त्यही भन्छ लेखाएको This one is my favorite part. बनाउँछ नि थाहा छ तिमीलाई मलाई यस्तो मनपर्छ क्यान्डलहरू 70 रुपियाँ क्यान्डलको त यति धेरै रहेछ यार ओहो जम्मा 15 यार यो क्यान्डल हो नि कस्तो मनपर्छ जम्मा 15 सस्तो होइन नि सस्तो हो नि यहाँ यो पनि सबै क्यान्डल हो हेर त यिनीहरू यिनीहरू पनि सबै क्यान्डल हो फ्रीमा अरे वाह त्यतिकै मलाई पठाइराख्नु यस्तै सामानहरू यस्तै यो केजीको थियो नि ओहो कुहिएर फुट्यो होला नि ओए ल मेरो चार्ज सक्यो सस्तो रहेछ नि त यहाँ 12 रुपियाँ 5:30 बजे भयो यहाँ चाहिँ 5:30 बजे अँध्यारो हुन थाल्छ एकदम अँध्यारो भइसकेको छ
अल ओभर आजको ट्रिप राम्रै भयो साथीसँग टाइम स्पेन्ड गर्न पाएँ धेरैवटा ठाउँमा गयो धेरैवटा कुरा थाहा पायो नयाँ ठाउँको बारेमा सो राम्रै भइरह एन्ड यो एकदम अँधेरो भइसकेको छ क्या ओके थ्याङ्क यू एभ्रिवान राम्रो लाग्यो भने लाइक गर्नु होला अब नेक्स्ट विक अर्को एउटा ट्रिपमा जान्छु नजिक धेरै टाढा चाहिँ जान्न ओके बाई बाई टेक केयर